नमस्कार। आज हामी बीपीसी को प्राङ्गणमा छौं र बीपीसी ले आयोजना गरेको कक्षा 12 को अभिभावक अन्तर्मिलन कार्यक्रममा हामी तपाईहरुलाई ल्याएका छौं। तपाईले हेर्न सक्नुहुन्छ हामी भित्र पनि अब जाँदै छौं के कस्तो कार्यक्रमहरु सञ्चालन भइरहेको छ। आउनुस् हेरौं। नमस्कार। आज हाम्रा ग्रेड 12 का विद्यार्थीहरुको अभिभावकज्यूहरुसँग को अन्तर्क्रिया कार्यक्रम रहेको छ र खास गरेर हामीले विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको लागि शैक्षिक उन्नतिको लागि केवल कलेजले दिने ज्ञानबाट मात्र हुँदैन, त्यसको लागि घर परिवारका सदस्यहरुको पनि त्यति ठूलो भूमिका रहन्छ भन्ने उद्देश्य लिएर आउने यो हाम्रा ग्रेड 12 का विद्यार्थीहरुको फाइनल परीक्षा कसरी राम्ररी सफल तुल्याउने भन्ने र विद्यार्थीहरुलाई कसरी अलि अध्ययनतिर बढी अग्रसर गराउने भन्ने उद्देश्यले आजको हामीले कार्यक्रम यहाँ आयोजना गरेका छौं। यस कार्यक्रममा म सर्वप्रथम सबै हाम्रा अभिभावकहरूलाई हार्दिक अभिवादन गर्न चाहन्छु। आज म सम्पूर्ण बच्चा को यहाँ लाता म प्राइभेट गरेर फोन गरेर सर्वप्रथम के भन्छ अब अलिक एक वर्ष गर्न पनि आफ्नो देशको पेट पनि बनाउँछ र बसको ड्राइभर यस्तो हजुरलाई तो चाहिँ विद्यार्थीको नाम मस्किना बेगम रहनकारी सदस्य थियो पहिला र पहिलेकै क्याम्पस आउँदाखेरि मलाई आफ्नो स्कुलमा आफ्नै साथी भाइहरूको विभिन्न कलेजहरू बाँकीको कुराहरू हजुरहरूले